सबै बिजनेस सबैको लागि हो भनेर म कहिले पनि भन्दिनँ र चाहिँ यो बिजनेस कस्तो मान्छेहरूको लागि हो भन्दाखेरि चाहिँ जो मान्छेलाई चाहिँ एउटा पैसा अर्न गर्दा गर्दाखेरि पनि अलिकति चाहिँ पर्सनल ग्रोथ होस्, नयाँ कुरा सिकोस्, आफू चाहिँ एउटा बेस्ट भर्जन अफ आवर सेल्फ भन्ने कुरा चाहिँ मैले चाहिँ कम्फर्ट जोनबाट बाहिर निस्केर चाहिँ एउटा अनकम्फर्टेबल फिल भएर चाहिँ संसार कस्तो देख्दो रहेछ भन्ने कुरा चाहिँ एक्सप्लोर गर्न मनपर्ने मान्छेहरूको लागि। अन्त चाहिँ म जस्तो नानीको आमा हुनुहुन्छ, स्टे एट होम मम अथवा प्यारेन्ट्स हुनुहुन्छ भने नानीले पनि आफै टेक केयर गर्छु र चाहिँ सँगै चाहिँ पर्सनल ग्रोथ पनि होस् र पैसा पनि कमाउन सकोस्, सो द्याट आफू कन्फिडेन्ट भएर चाहिँ अर्कालाई चाहिँ हेल्प गर्न सकोस् भन्ने मान्छेहरूको लागि यो बिजनेस हो। यो बिजनेस सबैजनाको लागि होइन। यदि तपाईँ चाहिँ यो बिजनेसमा आउने बित्तिकै म पैसा कमाउँछु, म आउने बित्तिकै माइलस्टोन आफ्टर माइलस्टोन हिट गर्छु भन्ने मान्छेको लागि होइन। किनभने यो एउटा रियल बिजनेस हो। रियल बिजनेसमा टाइम लाग्छ, तपाईँको चाहिँ कन्सिस्टेन्सी हुनैपर्छ र तपाईँको चाहिँ पोजिटिभ माइन्डसेट चाहियो र तपाईँको चाहिँ कस्तो खालको माइन्डसेट चाहियो भने चाहिँ पहिला म सिक्छु त्यसपछि म पैसा कमाउँछु त्यति हुनु पऱ्यो। र चाहिँ कस्तो मान्छेको लागि होइन भनेको चाहिँ एकदम नेगेटिभ मान्छे। किनभने कोहीको मान्छेले चाहिँ यो बिजनेस होला, स्क्याम होला होइन, स्क्यामरहरू अथवा चाहिँ यो चाहिँ लिगल बिजनेस जस्तो लाग्दैन भनेर त्यस्तो माइन्डसेट भएको मान्छेको लागि यो बिजनेस होइन। किनभने मैले यो बिजनेसको जर्नीमा चाहिँ यति धेरैजनासँग चाहिँ काम गर्ने मौका पाएको छु होइन। कतिजना चाहिँ आउने बित्तिकै एकदम नेगेटिभ पाराले आउनुहुन्छ र उहाँहरूको लागि यो बिजनेस होइन। कोही मान्छेहरू चाहिँ के हुन्छ, ठिकै छ यो 9 to 5 काम गरेर मेरो लाइफ चलिरहेको छ होइन, अलिअलि सेभिङ भइरहेको छ र चाहिँ के अरे म चाहिँ 67 इयर्ससम्म कहिले हुन्छ रिटायरमेन्टको एज होइन, त्यहाँसम्म काम गर्दा यो एम्प्लोइ माइन्डसेट अथवा एम्प्लोइको जुन एउटा ऱ्याट रेस छ त्यो ठिकै लाग्छ, ठिकै छ जस्तो लाग्छ भने तपाईँको लागि यो बिजनेस होइन।